नमस्कार। वैदेशिक रोजगार डिमान्ड च्यानलमा फेरि स्वागत छ। आशा छ तपाईहरू सबै ठीक हुनुहुन्छ। साथीहरू, आज म तपाईहरूलाई साउदी अरेबिया र कतारमा एकैसाथ 5वटा फरक कम्पनीका नयाँ रोजगारका अवसरहरूको जानकारी दिन लागेको छु। यति धेरै माग एकैपटक आउनु साँच्चै दुर्लभ अवसर हो, त्यसैले यो भिडियो अन्त्यसम्म ध्यानपूर्वक हेर्नुहोस्। तर सुरु गर्नु अघि यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया तुरुन्तै सब्स्क्राइब बटन थिचेर च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकन पनि थिच्नुहोस्। यसो गर्नाले तपाईले विदेशी रोजगारका अवसरहरूको नियमित समाचार पाउन सक्नुहुन्छ। पहिलो माग साउदी अरेबिया रियाद। यो माग साइन फूडस्टफ शपिङ कम्पनीबाट आएको हो। यो कम्पनी साउदी अरेबियाको रियादमा रहेको एक प्रतिष्ठित खाद्य सामग्री खरिद बिक्री गर्ने कम्पनी हो। लग्न 342,353। 3 जना पुरुष लोड अनलोडिङ वर्कर्सको मासिक तलब 1,300 साउदी रियाल हो, जुन लगभग 53,427 रुपैयाँ हो। 1 जना पुरुष सेल्फ प्याकरको मासिक तलब 1,300 साउदी रियाल हो, जुन लगभग 53,427 रुपैयाँ हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 6 दिन हो। वार्षिक बिदा कम्पनीको नियम अनुसार हुनेछ। खाने सुविधा कम्पनीको नियम अनुसार हुनेछ। सेवा शुल्क निःशुल्क हो। करार अवधि 2 वर्ष हो। अन्तर्वार्ता 2083 जेठ 15 गते अर्थात् 29 मे 2026 मा आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेस को काठमाडौँ कार्यालयमा हुनेछ। 43705914368568 पो बह नङ 10308 का महन पा 03 वसुन्धरा काठमाडौँ। दोस्रो माग कतार बुर्ज मेरिना टावर। यो माग कतार मेड सर्भिस कम्पनीबाट आएको हो। यो कम्पनी कतारको बुर्ज मरिना टावरमा रहेको एक प्रतिष्ठित सफाई सेवा प्रदान गर्ने कम्पनी हो। लग्न 342,450। 25 जना महिला क्लिनर पब्लिक बिल्डिङ आवश्यक छन्। मासिक तलब 1,000 कतारी रियाल हो, जुन लगभग 42,319 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 6 दिन हो। वार्षिक बिदा कम्पनीको नियम अनुसार हुनेछ। खाने सुविधा कम्पनीको नियम अनुसार हुनेछ। सेवा शुल्क निःशुल्क हो। करार अवधि 2 वर्ष हो। अन्तर्वार्ता 2083 जेठ 15 गते अर्थात् 29 मे 2026 मा आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेस को काठमाडौँ कार्यालयमा हुनेछ। 43705914368568 पो बह नङ 10308 का महन पा 03 वसुन्धरा काठमाडौँ। तेस्रो माग कतार दोहा। यो माग सेन्ट सिस्टर वुमन सलन कम्पनीबाट आएको हो। यो कम्पनी कतारको दोहामा रहेको एक प्रतिष्ठित महिला सौन्दर्य सेलुन हो, जसले मेकअप, हेयर ड्रेसिङ र अकाउन्टिङ क्षेत्रमा दक्ष कामदारहरूको आवश्यकता राख्छ। लग्न 342,420। 4 जना महिला मेकअप टेकको मासिक तलब 2,500 कतारी रियाल हो, जुन लगभग 1,05,375 रुपैयाँ हो। 4 जना महिला वुमन हेयर ड्रेसरको मासिक तलब 1,700 कतारी रियाल हो, जुन लगभग 69,629 रुपैयाँ हो। 2 जना पुरुष अकाउन्टेन्टको मासिक तलब 3,600 कतारी रियाल हो, जुन लगभग 1,51,706 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 5 दिन हो। खाने सुविधा कम्पनीको नियम अनुसार हुनेछ। सेवा शुल्क 10,000 रुपैयाँ मात्र। करार अवधि 2 वर्ष हो। अन्तर्वार्ता 2083 जेठ 17 गते अर्थात् 31 मे 2026 मा ट्रेभेनर सोल्युसन समाखुसी काठमाडौँमा हुनेछ। 977 149746181 98510980005 98510902849 98511544618 985141418। चौथो माग साउदी अरेबिया र कतार जेरो कस्ट। यो माग 2वटा कम्पनीबाट आएको हो। कब फास्ट कम्पनी साउदी अरेबिया हो। 342,224। यो कम्पनी साउदी अरेबियामा रहेको एक लजिस्टिक्स तथा ट्रान्सपोर्ट सेवा प्रदान गर्ने कम्पनी हो। 34 जना पुरुष लोडिङ अनलोडिङ स्टाफको मासिक तलब 1,000 साउदी रियाल हो, जुन लगभग 80,620 रुपैयाँ हो।
10 जना पुरुष ड्राइभर हेभी ट्रकको मासिक तलब 1800 साउदी रियाल हो, जुन लगभग 73,480 रुपैयाँ हो। ख अमफ्ता कन्ट्राक्टिङ को कतार होत 9,342,271। यो कम्पनी कतारमा रहेको एक अग्रणी निर्माण तथा ठेक्का कम्पनी हो। फ्री भिसा, फ्री टिकट र फ्री रिक्रुटमेन्ट, पूर्णतया जेरो कस्ट। 25 जना पुरुष पेन्टर मेटल्सको मासिक तलब 1,100 कतारी रियाल हो, जुन लगभग 46,266 रुपैयाँ हो। 35 जना पुरुष पावर मेटल कास्टिङ जेनरलको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,492 रुपैयाँ हो। 35 जना पुरुष सर्भिस एजेन्ट्सको मासिक तलब 2,200 कतारी रियाल हो, जुन लगभग 52,332 रुपैयाँ हो। 30 जना पुरुष स्टोन मेसनको मासिक तलब 1,100 कतारी रियाल हो, जुन लगभग 46,266 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 6 दिन हो। वार्षिक बिदा कम्पनीको नियम अनुसार हुनेछ। सेवा शुल्क निःशुल्क हो। करार अवधि 2 वर्ष हो। अन्तर्वार्ता जेठ 12 गते अर्थात् 26 मे 2026 मा साउन्डलाइन्स रिक्रुटमेन्ट को ललितपुर कार्यालयमा हुनेछ। 0155132336 55132338। सोर्सिङ म्यानेजर जगदीश छेत्री 9848465847। थिसिखेल 14 महालक्ष्मी स्थान चोक ललितपुर। 5औं माग कतार दोहा। यो माग कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी लजबाट आएको हो। यो कम्पनी कतारको दोहामा रहेको एक एसओ प्रमाणित अग्रणी निर्माण कम्पनी हो। लग्न 341,423। 2 जना पुरुष टेक्निशियन आवश्यक छन्। मासिक तलब 1,500 कतारी रियाल हो, जुन लगभग 63,000 रुपैयाँ हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 6 दिन हो। सेवा शुल्क निःशुल्क हो। करार अवधि 2 वर्ष हो। नोट: यसै कम्पनीको लागि फ्का वेल्डर र नेपाली वेल्डरको पनि आवश्यकता परेकोले निःशुल्क परामर्शको लागि सम्पर्क गर्नुहोला। अन्तर्वार्ता 2083 जेठ 7 गते अर्थात् 21 मे 2026 मा मास ह्युमन रिसोर्स समाखुसी काठमाडौँमा हुनेछ। सलिसमा बयालकोटी 9820113340 977 14983088 49555765। मास ह्युमन रिसोर्स समाखुसी काठमाडौँ। साथीहरू, यति धेरै देश र यति धेरै पदहरू, कुनै न कुनै अवसर तपाईको लागि पक्कै छ। ढिलो नगर्नुहोस्, अन्तर्वार्ताको मिति एकदमै नजिक छ। आजै सम्पर्क गर्नुहोस्। कृपया यो भिडियो आफ्ना साथीभाइ र परिवारलाई लाइक र शेयर गर्नुहोस् ताकि उनीहरूले कुनै पनि रोजगारको अवसर नगुमाउन्। अन्तमा यस च्यानलका अन्य भिडियोहरूबारे बताउन चाहन्छु। राम्रो तलब सहित धेरै माग्छन्। तपाईँ ती भिडियोहरू हेर्न र आफूलाई उपयुक्त लाग्ने सबैभन्दा राम्रो जागिर छान्न सक्नुहुन्छ। हेर्नु भएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला। धन्यवाद।